कङ्ग्रेचुलेसन टिका। के को कङ्ग्रेचुलेसन? घरमा वाइफाई हाल्यो रे त हो। किन दिन भयो त मोबाइल? पासवर्ड हाल्दैन नानी मैले पनि। मलाई थाहा छ नि, दाइलाई थाहा छ। त्यो वाइफाईको पासवर्ड मलाई थाहा छैन है। कोही थाहा छ त? यसका बाजे 18 पासवर्ड हो कि सासवर्ड हो? मलाई जन कहाँबाट थाहा हुन्छ के? जे गरे पनि तिनीहरु अनि परिवारको सदस्यलाई थाहा छैन भने म कहाँ गएर सोधौँ त पासवर्ड? तँलाई थाहा छ नानी वाइफाईको पासवर्ड? कसले भन्यो? मम्मीले। दाइले काइपीमा लेखे जस्तो मान्थे, जानु दाइलाई सोध्नु। भाइ सिधा सिधा भन्, पासवर्ड दिने कि नदिने? मम्मीलाई थाहा छ कि जानु। भनेपछि तिमीले मसँग पासवर्ड छ भन्ने थाहा हाल्यौ। अनि अब अहिले भाडा माग्दैछु, एकछिन पछि दिन्छु ल। भाडा मागिसकेर बरु तिमी एकछिन यति बस्नु भन्दा आँगन बढाल्देऊ ल। बढालेर सक्यो? रिसायो क्या हो? छैन, अब पासवर्ड दिनु न। त्यहाँ पारी हेर न, लालाबाला कस्तो बिजोग छ हिलो हिलोले। म एक्लै फाल्न सक्दिन, तिमीले सघाइदिउ न है। नरिसाउन हौ, त्यसमा दिइहाल्छु के। आउ जाऊ। एकचोटि पासवर्ड हातमा त परोस्, त्यसपछि मैले तँलाई जानेछु। लगाउनु पासवर्ड। पासवर्ड त दिन्छु तर लास्ट पटक। के हेर्छौ त? त्यही हो पासवर्ड। त्यहाँ भित्र जाने जरुरतै छैन नि, गएपछि काममा आइहाल्छ नि। वाइफाई त यही पनि ठिक छ नि। पासवर्ड चेन्ज गर्न मरि गएछु।